दिदी हजुर त मलाई बर्बाद गरिदियो नि। के भयो र बहिनी, के गरेँ त मैले? भर्खरै के त मैले मेरो दिदीको बर्थडेमा मैले हजुरको पसलबाट यो नाइट सेट लगिसकेको थियो दिदीको लागि होइन। अनि दिदीको लागि लागेको त मैले मेरो बल्ल तल्ल पकेट मनीबाट लगिदिइसकेको थियो नि त म मेरो दिदीलाई। अस्ति मामुलाई पनि त्यही पकेट मनीबाट लगिदिइसकेको थियो। अनि त्यही भएर मैले दिदीलाई दिसेको त दिदी एकदमै रमाइसेर होइन अझै लिएर आइदेऊ रे, म बरुभन्दा पछि तिमीलाई पैसा भनेर मलाई भन्छु। अनि मेरो अब पैसै छैन मसँग, के गर्ने होला। यो चाहिँ दिदीलाई एकदमै शीतल र राम्रो पनि लाग्यो रे, कलर पनि त्यस्तै राम्रो र मिठो रहेछ। अनि मलाई दिदीले भन्छ थियो दिदीसँग यहाँ पैसा छैन अरे नि त, त्यही भएर त्यही भन्छ थियो मलाई। अनि मैले हजुरलाई भन्न आएको, के गर्ने होला। आम्मै बहिनी, म त के किन भन्न लाग्नु भयो होला भनेर भन्ठानेको त। ए भइहाल्छ नि बहिनी, लैजानु न, यस्तो सस्तो राम्रो छ। दिदी अहिले चाहिँ मसँग छैन, अलिकति प्रब्लम छ होइन। अब म अहिले पछितिर भन्दा नि 2-3 दिनपछि आउँछु नि है। त्यही नि प्राइस पनि एकदमै रिजनेबल रहेछ है। ल दिदी म गएँ है त, बाई। ए हस् हस् बहिनी, बाई। आउँदै गर्नु है फेरि पनि।